सो व्हाट्सअप गाइज वेलकम ब्याक टु माई च्यानल वन्स अगेन। अनि आज चाहिँ यहाँ मेरो सानो पप्पीलाई चाहिँ यहाँ घाँटीमा खै के भएछ है, अर्कोले टोक्यो जस्तो लाग्यो कि खै के भएको। अनि मेरो साथी आइरहेको थियो, अनि जाउँ न साथी भेटनेरी भनेर चाहिँ हामी ठ्याक्क यहाँनिर मेरो बच्चालाई लिएर है पैसा सैसा लिएर फुपूले दिएर अनि हामी यहाँबाट निस्क्यो गाइज। देख्नु सक्नुहुन्छ बिचरा माया लाग्छ नि त होइन, सानो बच्चा यस्तो हुँदा। अनि यहाँ चाहिँ मेरो गाउँ अतिसा रोड गाइस, वी आर गोइङ टुवर्ड्स एनिमल सेन्टर है। हाम्रो गाउँमै छ नि त अलिक पर चिल्ड्रेन्स पार्क त्यहाँनिर। अनि पहिला सुरु चाहिँ हाम्रो यहाँ साथीको फोन लिन जानु छ, साथीले फोन माथि बुझ्लेछ है फर्चुन होटलमा। अनि यहाँ हामी चाहिँ फोन लिनु आइपुग्यो गाइस, देख्नु सक्नुहुन्छ यहाँनिर गेटमा छोडिदिएको छु भन्दै थियो गार्डलाई हो। अनि यहाँनिर गार्डलाई फोन माग्नुको लागि हामी बस्यो गाइस हो। गार्डले चाहिँ जो छ त्यो भाइलाई बोलाउनु, त्यहाँदेखि चाहिँ हुन्छ भन्यो होइन। फेरि कसरी कल गर्नु हो गाइस, मेरोमा सिमै छैन एजुअल न। अनि यहाँनिर गार्डदाकोबाट कल गर्छु होइन, कल गर्दाखेरि चाहिँ त्यही फोन बज्यो कि, अनि ठ्याक्कै फोन पायो होइन। अनि ठ्याक्कै हामी यहाँबाट पनि निस्क्यो गाइस, सिधा अब चाहिँ सेन्टर जाने भनेर मेरो पप्पीलाई देखाउनुको लागि। अनि यहाँ चाहिँ हामी बाँसुरी पुलबाट निस्केको गाइस, हामी ठिकै आइ पनि पुग्यो सेल्टर। सेल्टरहरूको त बन्द रहेछ गाइस हो। अनि शनिबार थियो नि त आज, त्यही भएर रेडी भयो गाइस। अब हामी फेरि फर्क्यो, घर आइपुग्यो गाइसलाई माया लाग्यो बिचरा अब होइन। ठिकै छ, अब नेक्स्ट टाइम लग्छु है यसलाई, केही छैन। सो गाइस टेक केयर, स्टे सेफ, नेक्स्ट भ्लगमा भेटौँ। पिस आउट गाइस, बाई बाई।